हेलो नमस्ते स्वागत छ तपाईहरू सबैलाई हेमा मगर व्लगमा। यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनुहोस्। आजको व्लग निकै रमाइलो र विशेष हुन लागेको छ, त्यसैले भिडियो स्किप नगरी अन्त्यसम्म हेर्नुहोस्। ल अब सुरु गरौँ आजको यात्रा। आज म, मेरी छोरी पूजा र बुढोसँग भेडाबारीदेखि डामार, भोक्रे फाँट हुँदै थामबेसी धाडबेसीसम्मको रमाइलो यात्रामा निस्किएका छौँ। अहिले हामी घरबाट यात्रा सुरु गर्दैछौँ। बाटोमा देखिने सुन्दर दृश्य, रमाइला पलहरू र यात्राका अनुभवहरू तपाईहरूसँग साझा गर्नेछौँ। त्यसैले भिडियो अन्त्यसम्म हेर्नुहोस् र साथमा रहनुहोस्। यो हो आले गाउँ। शान्त वातावरण, हरियाली र सुन्दर प्राकृतिक दृश्यले भरिएको यो ठाउँ साँच्चै मनमोहक छ। साथीहरू, अहिले हामी डामार गाउँमा आइपुगेका छौँ। यहाँ भोज कार्यक्रम रहेकाले कौडा र झ्याउरे नाचगानले गाउँ पुरै रमाएको छ। हेरौँ त यहाँको रमाइलो वातावरणका केही झलकहरू।
बाफ्रे त्यत्रो मुख फर्काउँछ कि यही मोबाइल मैले करा खेले सासु दाइ सुवाले साथीहरू, गाउँघरको नाचगान र रमाइलो माहौलले दुःख सुख सबै बिर्साइदिन्छ। केही समय यो रमाइलो वातावरणको आनन्द लिएपछि हामी पनि अघि बढ्यौँ। हाम्रो यात्रा अझै बाँकी थियो, त्यसैले गन्तव्यतर्फ लाग्ने निर्णय गर्यौँ। साथीहरू, भतेरी गाउँबाट माथितिर जाँदै गर्दा चिसो झन बढ्दै गयो। रातिको वर्षाले बाटो चिप्लो बनाएको रहेछ। मुख्य सडकबाट जाँदा धेरै घुम्नु पर्ने भएकाले हामीले छोटो बाटो समात्यौँ, तर त्यो बाटो निकै चिप्लो र हिँड्न गाह्रो रहेछ। धेरै कठिन र चिप्लो बाटो पार गरेपछि अन्ततः हामी आफ्नो गन्तव्यमा पुग्यौँ। यहाँ पुग्ने बित्तिकै स्वर्गमै पुगे जस्तो अनुभूति भयो। चारैतिर हरियाली, शान्त वातावरण र सरल गाउँले जीवनले मन नै लोभ्यायो। तर साथीहरू, यहाँ पुगेपछि हामीले के गर्यौँ, कस्ता रमाइला अनुभवहरू बटुल्यौँ र गाउँले जीवनका अझ रोचक पक्षहरू के रहे, त्यो सबै अर्को भिडियोमा देखाउनेछौँ। त्यतिन्जेलसम्मका लागि आफ्नो ख्याल राख्नुहोस्। भिडियो मन परे लाइक, कमेन्ट र शेयर गर्न नभुल्नुहोस्। तपाईहरूको माया र साथले नै हामीलाई अझ राम्रो भिडियो बनाउन प्रेरणा मिल्छ। नमस्ते, फेरि अर्को भिडियोमा भेटौँला।